श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीडा दिने कोसिस भएको छ। सबभन्दा गरिब जसको तपाईँ हामी वर्ग आधार भन्ने गर्छौँ त्यही वर्गमाथि प्रहार भएको छ। एकदमै गलत सुप्रिमो, एकदमै गलत। गरिब दुखी श्रमजीवी वर्ग सर्वहारा वर्गलाई सबैभन्दा बढी आहत, सबैभन्दा बढी दुःख, सबैभन्दा बढी प्रहार कसैले गरेको छ भने त्यो तपाईँ हो। हिजो उनीहरूकै रगतमा होली खेलेर सत्तामा पुगे पछाडि पछिल्लो 20 वर्षमा तपाईँ जसरी सत्ताको मातमा मैमत्ता भएर बस्नुभयो नि, त्यो देखेर उनीहरू आहत बनेका। तपाईको हातमा भएको 80 लाख 1 करोड पर्ने घडी देखेर उनीहरू आहत बनेका। तपाईहरुका छोरीहरूले बोक्ने 25 लाख 30 लाखको ब्याग देखेर उनीहरू आहत बनेका। तपाईहरुका नाति नातिनाले विदेशमा गएर गरेको रवाफ देखेर उनीहरू आहत बनेका। तपाईले नाति नातिनाको बिहेमा गरेको करोडौंको खर्च र 5 स्टार होटलको पार्टी देखेर उनीहरू आहत बनेका। कहिलेसम्म लुट्नुहुन्छ गरिब दुखी जनता सर्वहारा वर्ग भन्दै? कहिलेसम्म उनीहरूको दुःख, उनीहरूको पीडा, उनीहरूको समस्यामा राजनीति गरिरहनुहुन्छ? हिजो तपाईलाई उनीहरूले आफ्नो ज्यान गुमाएर सत्तामा पुराकै उनीहरूले सुख पाउलान्, उनीहरूको राम्रो दिन आउला भनेर हो नि त। तर तपाईले त लगेर खोलाको किनारमा टाँगिदिनु भयो। अब पनि फेरि हामी गरिब दुखी सर्वहारा वर्ग भन्दै अझै पनि उनीहरूको नाममा राजनीति गर्न, उनीहरूको दुःखमा राजनीति गर्न, उनीहरूको समस्यामा राजनीति गर्न अझै पनि लाज लाग्दैन? 20 वर्षदेखि उनीहरूलाई चुस्ता 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 किर्नु जस्तो हुनुभएको छ। हिजो खुट्टामा जुत्ता नभएको मान्छे आज त्यो लाइफस्टाइल बाँचिरहनु भएको छ। कति चाहिँ चुस्नुहुन्छ हो, कति चाहिँ?